सिक्किम हाम्रो सुन्दर राज्य हो यो चाहिँ। म चाहिँ यो बाटो नहिँडेको निकै भएको थियो। गान्तोकबाट फर्किँदा चाहिँ निकै वर्ष बाद जब म यो बाटोबाट आएँ, मैले चाहिँ यस्तो सुन्दर दृश्यहरू देख्न पाएँ। मैले चाहिँ सुनेको मात्रै थिएँ र आज चाहिँ जब यो बाटोबाट आएँ म मेरो मम्मी बाबासित, त्यति बेला चाहिँ यहाँनिर देखेँ कस्तो मजाको भ्यू। एक त त्यही भ्यूको अगाडि यहाँनिर यस्तो भगवानको मूर्तिहरू देख्दाखेरि चाहिँ कस्तो खुसी लागेर आयो मलाई। एक त हामीलाई घुम्नु पनि भयो यहाँनिर, अन्त यहाँ बसेर हामीले एकछिन भ्यू पनि हेऱ्यो। यहाँनिर देख्न सक्नुहुन्छ सीताराम वाटिका लेखेको रहेछ यहाँनिर चाहिँ, र हाम्रो सिक्किम हाम्रो गर्व पनि लेखेको थियो। एकको बाद एक मेस्मराइजिङ भ्यू, मेस्मराइजिङ स्ट्याचुज, कति दामी देखिरहेको थियो। प्लस यहाँनिर घाम देख्न सक्नुहुन्छ। एभ्रिथिङ वाज सो ब्युटिफुल। हामी चाहिँ सबैजना गाडीबाट चाहिँ खिड्कीबाट नै बाहिर हेरेकै थियो। यहाँ पनि देख्न सक्नुहुन्छ बजरङ्गबली। अनि त्यसपछि अलिक यहाँनिर पनि थियो शिवजी। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर फाल्टोहरू पनि थियो रोडको साइडमा निकै। र हामीले चाहिँ हेर्दै यहाँ पनि देख्न सक्नुहुन्छ यहाँ साइडतिर। त्यहाँदेखि वी ह्याड अ रियली गुड टाइम टुगेदर, यस्तो मजाको भ्यू को साथमा। त्यहाँदेखि चाहिँ लास्टमा हामीले यो ऱ्याबिटहरू पनि देख्यो। दे वाज सो क्युट।